हेलो साथीहरू गुड मर्निङ है गुड मर्निङ म चाहिँ आज यही होटलमा बसेँ होइन आज बस चाहिँ तर यो हुम्लाको ठाउँमा पनि यत्तिकोसम्म पाएको भनेको चाहिँ थिएँ हो कि यहाँ चाहिँ म लेख्ने कामदेखि ला यो कर्णाली ब्रिज परिरहेको छु तातो पानी तर यहाँ हुम्लामा मलाई यत्तिकोसम्म होटल छ होला भनेर सोचेको थिइनँ तर यहाँ पनि राम्रै व्यवस्था रहेछ म चाहिँ एकछिन अब हिँडेर निस्किन्छु बिहान चाहिँ यतातिर फुटबल खेलिरहेको रहेछन् भने यो चाहिँ रनवे चाहिँ अनि सिमीकोटको एयरपोर्ट भनेकै सिमीकोटको गाउँ मजाले देख्न सक्नुहुन्छ यत्रो दुःख गरेर घुम्न आएको भनेकै यही हेर्न त नि होइन र ल यो माथि चाहिँ हिउँ परिरहेछ कि यो थोरै छ यो माथि हेर्नु त माथितिर गाउँ पनि ठिकै रहेछ ल यो साइडमा चाहिँ अब यो पश्चिम साइडमा हेर्नु त यो पश्चिम साइडमा चाहिँ हिउँ चाहिँ दामी देखेछ ल त्यो हिउँमा पुग्ने भनेको नपुग्ने भयो यो माथिको चाहिँ यो आरुम ब्यारेको है यहाँनिर चाहिँ जिपार्को रहेछ हिजोको त्यो यात्रा सम्बन्धी चाहिँ होइन कस्तो हुन्थ्यो भने चाहिँ यो ठाउँमा कस्तो यस्तो ठाउँमा जानु माथि के होला र बाटोमै यस्तो छ अवस्था जान सकिने नसकिने भन्ने अगाडि बस्दा घुम्दा हेर्दा यो धारै दुखाइसकेको अझै पनि दुखाइदिएछ अझै राम्रोसँग सन्चो नभए जस्तो भइरहेको तर यहाँ आइसकेपछि यो पुरै ठाउँ हेर्नेलाई चाहिँ यताको यो पुरै पश्चिम साइडको यो दृश्यहरू देख्दा अनि यो साइडको अब एयरपोर्टहरू भयो होइन अनि यो साइडमा पनि छ कि राम्रो गाउँहरू छ यो साइडतिर पनि यो साइडको गाउँहरू हेर्ने लाउँ हो यही हो के अरे मनाङ मुस्ताङलाई हिमाल पारीको जिल्ला भने जस्तै यो चाहिँ पहाड माथिको चाहिँ टापु हो कि एउटा राम्रो म होटलबाट अब निस्किसकेको छु घुम्नलाई यहाँ एकजना लिन आउनु भएको अब एकछिन सिमीकोटको गाउँ डुल्नु पऱ्यो त्यहाँ सिमीकोट गाउँ डुलेर निस्किनु पऱ्यो यो माथि उता साइडमा भन्दा नि पश्चिम साइडमा रहेछ नि यो साइडमा यो धना चाहिँ उता पऱ्यो नि माथि अब त यहाँको पालिकाको होला यो फोहोर गर्ने गाडी सबै यस्तो हिजैदेखि देखिसकेँ मैले कान नसुने जस्तो गरेँ हिँडिदिने क्या पुरा यो पछाडिको प्रशासन यो प्रशासनमा चाहिँ एकछिनमा आउने चाहिँ पनि प्राय यो माथि एउटा स्कुल छ त्यो प्राय टपमा त्यो हुम्लाको छ नि टपमा पर्छ फेरि त्यो प्राय यो पारीको मोड चाहिँ मस्त देखिरहेको छ नि माथिसम्म पुगेर आउनु होइन हुम्लाको एउटा टप होटल छ नि हुम्लाको एउटा टप होटल भनेको हल्का छ नि त्यो माथि देखिरहेको छ नि त्यो चाहिँ पर्छ क्या एउटा फेरि त्यो हुम्लाभरिको सबैभन्दा एक्सपेन्सिभमा एक्सपेन्सिभ लाग्छ यो जस्तै विदेशी आउँछ नि त त्यो सबै यहाँ बस्छ गाडी त यहाँ जाम आएर कि
पश्चिम साइडमा नि हिमालय हिमाल, उत्तर साइडमा नि हिमालय हिमाल। यो चाहिँ उ भयो होइन यो के भयो? वो पनि होटेल हो? एयरपोर्ट पनि मजाले देखिने रहेछ त्यहाँदेखि। एयरपोर्ट पनि पुरै देखिँदो रहेछ यहाँदेखि। सबभन्दा नि यो हिमाल मस्त देखिने कि। आज यही भुल्नु पनि के यो माथि हजुर हुम्ला अझै घुम लाग्यो यो गाडीमा म हिँडाएको थिएँ त्यो गाडी गइसक्यो आज चाहिँ जस्तो पुग्योस् होइन सफलता प्रगतिको शुभकामना सहित राम्रो गर्नु आफ्नो काम सब पुरा गर्नु साँच्चीकै कर्णाली झल्कने किताब लेख्नु यही नै कर्णाली जाम लाग्यो नभने त्यस्तो आएर प्याच भनिदियो भने फेरि रिस उठ्छ राम्रो मनले भनिदियो भने त ठिकै हो जाम लागेर यहाँ एकछिन यहाँ बसे भयो निस्किनु लाग्यो गाडीहरू म बसेको होटेल चाहिँ यही हो म चाहिँ निस्क्यो है यहाँ होटेलदेखि अब आज चाहिँ म एल्बाङ निस्किनु लाग्छु पारिको हिउँ अझै हेर्न मन लागेको छ तर के गर्ने एल्बाङमा गएर अझै हेर्न पाइन्छ होला जस्तो मैले लाग्छ कता त्यो सिधै आजकल त सिधै माथि पनि ल्यान्ड गर्छ कि यो माथिको चाहिँ पर हेली बस्छ हेली तल चाहिँ प्लेनको ल्यान्ड गर्ने चाहिँ उ त्यहाँबाट ल्यान्ड गर्छ त्यहाँ त भिडियो चाहिँ सही आएको छ अरू हुन्न नि म्युजिकमा हाल्नु त्यसको बारेमा हेलो साथीहरू नमस्ते म चाहिँ छु अहिले हुम्लाको यो गाउँ सिमीकोट यो पछिको नाम भयो अगाडिको सिमकोट अनि अहिले हामीले पछाडि चिन्दै गरेको सिमीकोट गाउँ यो भन्ने भ्याली हो र म यो ट्याक्क औँला देखाइरहेको यो चाहिँ रनवे यो हाम्रो नेपालको सबैभन्दा हाइटमा भएको एयरपोर्ट हो यो अनि म बसेको यता छ भने अनि त्यहाँ बिचमाथि वन कार्यालय अदालत अनि सबै एउटै जिल्ला परिषद कार्यालय सबै त्यही छ सबै चिजभरि यहाँ हुम्लाको सरकारी कामकाजभरि यही सिमकोटमा नै हुन्छ है त अनि यो सिमकोटको गाउँ भयो भनेपछि म यहाँ दारामा आइसकेको छु ए हामी हिजो आएको यो बाटो भने यही त्यो हो कर्णाली त्यो कर्णाली आयो भनेपछि हामी र आज कर्णालीको मूल भेटाउन पुग्छु है म आज मूल भेटाउन चाहिने भनेको 2 दिन भयो आज यो सिमकोटको योसम्म आइपुग्दा पनि हाम्रो बबई खोला जत्रो भइसकेको छ अझ यसको आज म मूल भेटाउँछु भनेर अझै जानेछु एल्बाङ है अनि यो पुरै हिउँभरि हेर्नु न यो चाहिँ वरिपरि यो रानीवन ए म त हजुर रानीवनमा पो रहेछ त यो हिउँ बारी चाहिँ यहाँनिर माथि कति छ जान गेटमा गएपछि त जान दिन्छ होला केही सु धेरै मान्छेले यहाँ छ नि पहिला त्यो कुकुरहरू मार्यो धेरै पहिला त यता आयो अर्केको कुकुर छ ए यहाँ त भेडा आएर हेर्नु त भेडा चराउनु लाग्यो ल
यहाँ चाहिँ स्याउ फुलेर लतरम्म भइरहेछ। अब हुम्लामा स्याउ भनेपछि अब बुझिहाल्नुभयो अब कतिको राम्रो हुन्छ भनेर। खानु पनि भयो होला होइन। स्याउ चाहिँ अहिले फुल्ने काम भइरहेछ। यो हो खाद्यको बगैँचामा भएको स्याउ। यो हो म उभिएको चाहिँ सिमीकोटको पूर्व उत्तरी साइडमा हो भने यो पर देखिएको ठाउँमा चाहिँ त्यहाँ सिमीकोटको बजार छ है। अब यहाँ म पल्लो छेउमा गएर भिडियो बनाइरहेको छु भनेपछि यो यतापट्टि साइडमा यो पुरै खनेको देख्न सक्नुहुन्छ। यो चाहिँ नयाँ हुम्ला कोरिडोरको बाटो हो। म चाहिँ अहिले यो हुम्ला सिमीकोटको कतिसम्म रन्केको सिमीकोटको शिव मन्दिर म चाहिँ प्रवेश गरिरहेको छु। यतातिर यो माथिको हिउँमा चाहिँ हिउँ पर्दैछ तर के होइन यहाँदेखि ए धारा रहेछ शिव मन्दिर। मन्दिर याक मन्दिर आइपुग्यो। ल यो चाहिँ हुम्ला बजार हो है। यो चाहिँ तल कर्णाली। अप्ठ्यारो मान्नु पर्दैन। देख्यो नि त्यताबाट हो हामी आउने यो कर्णालीतिर त्यतिर सर्ला कताकै यहाँ सिमीकोट बजार त्यो पनि हो। ल यहाँ सिमीकोट हुम्लामा चाहिँ यसलाई के भन्छ आमा? लिउ यो यहीँसम्म बुन्ने हो। यो बुन्ने यति लामो के गर्न चाहिन्छ? यो बजारमा किन्नु भएको यो कम्मरमाथि बाँधेको हुन्छ नि यहाँ त्यही हो। त्यो पनि बन्छ एउटा है। यो सानो छ त फेरि त्यही भएर सोधेँ कि भेडाबाट बनेको। यो यहाँदेखि यहाँसम्म बुन्न कति दिन लाग्छ? ए लामो नि धेरै लामो हुने रहेछ जे। केटाहरूको गाडी आएको ऊ चाहिँ साथी चाहिँ सुर्खेतबाट आएको म चाहिँ अब यतैको। लास्टै चिसो पनि भइरहेछ होइन। म यो हुम्लामै छु आज। एल्बाङ जाने भनेको पनि गाडी नपाएर म यहीँ फेरि बस्ने भएँ। यहाँ चाहिँ लास्टै सपोर्ट गर्नुभएको छ होइन। अब आज पालिकामा पनि मलाई दागेर बिदाईहरू गर्नुभयो। बिदाई भन्दा नि स्वागत गर्नुभयो र बिदाई पनि भनौँ न। अब स्वागत बिदाई एकैचोटि भइरहेको थियो। तर यहाँ घुमाउने चाहिँ काम पनि गर्नुभयो यहाँका स्थानीय बासिन्दाहरूले। यहाँ चिसो चाहिँ बिहान र बेलुकामा लास्टै चिसो छ। म आजको भिडियो चाहिँ यतितिर गर्छु होइन। अब भोलि फेरि एल्बाङको तयारी गर्नुपर्नेछ है।